हरेक मानिसको एउटा वंशवृक्ष हुन्छ जसलाई पुर्खा वा कुल भन्ने गरिन्छ। आफ्नो पुर्खालाई सम्झिने वा सम्मान व्यक्त गर्ने विभिन्न जात जातिमा आफ्ना तौर तरिका छन्। यसमध्ये एउटा हो कुल पूजा। यद्यपि पूजाको विधिमा फरकपना छन्। मानिसहरू फिरन्ते जीवन छाडेर पारिवारिक संरचनामा प्रवेशसँगै कुल पूजाको संस्कार सुरु भएको हो। विशेष गरी देउराली र त्यस्तै साझा ठाउँमा कुल पूजाहरू गर्ने गरिन्छ। कुल पूजा कुल देवताको पूजा परम्परागत हिन्दू संस्कृति अनुसार गरिन्छ। विशेष गरी पहाडी समुदायहरूमा यो एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो। यहाँ कुल पूजा कसरी गरिन्छ भन्दा कुल पूजा प्राय विशेष तिथिमा गरिन्छ जुन हरेक कुल वा वंशले अलग अलग निर्धारण गरेको हुन्छ। कुल पूजा कुन समयमा गर्ने भन्ने निश्चित विधान छैन। विधि पनि फरक फरक हुन सक्छन्। तान्त्रिक विधिबाट पूजा गर्नेहरू भने केही भिन्न हुन्छन्। कोही पूजाको समयमा शरीरमा कुल चढेर काम्छन्। कसैको पुरै परिवार नै काम्ने गरेको पनि पाइन्छ। कसैको कुल पूजामा बलि चढाउँछन्, कसैले बलि वर्जित गरेका हुन्छन्। यही बलि दिने पनि आफ्नै शैली हुन्छ। कोही भगवानलाई रगत चढाउँछन्। कुल पूजा गर्दा पूर्वजहरूको आत्माको शान्तिको लागि पनि पूजा गरिन्छ। यही अनुसार गौतम परिवारको पनि कुल पूजामा तर्पण, पिण्डदान वा जल अर्पण गर्ने चलन छ। अत्री गोत्रको मीन प्रसाद गौतम हो। मेरो अङ्गमा कुलदेवता चढेर आउनु भएको 44 सालमा 2044 सालमा र त्यहाँबाट कर्मैसित मैले यो काम कार्य गर्दै जाँदा भाइ बन्धु बिन्द्रलो भित्र बाहिर गर्दै जाँदा धुसिनी शिवालयमा 2080 साल मुसिर 15 गतेबाट मैले सुरुवात गरेँ। पुसको 10 गते यसै गरी विशेषै बलि गरेर चाहिँ देउली गरियो बलिबत्ती भन्दा पछाडि र मुडेको लेखमा हाम्रै गोत्रको हाम्रै थरको अत्री गोत्रको दाजुभाइ 60-65 धुरी यहाँ बसोबास गर्नुभएको धुसिनी शिवालय जानलाई टाढा परेको कारणले अब त्यहाँ उतार्ने गुटले यहाँ आएर पनि हाम्रो कुलकुलाइन चाहिँ उतार्दैदेखि हामीलाई पनि सेवा टेवा मिल्थ्यो होला भन्ने कुरो यहाँ दाजुभाइ भाइ बन्धुले गर्नुभयो र म त्यहाँ पछाडि राय सल्लाहबाट हामीलाई कुल पुज्न पाउनु पर्यो। हाम्रो निकै वर्ष नभएको कुलको नाम पनि थाहा नभएको भनेर उहाँहरूले कुरो राखेपछि मैले आएर सुरुवात गरेँ। दाजुभाइ भाइ बन्धु बिरालो राखेर सफल हुँदै गयो। मैले दाजुभाइ भाइ बन्धु बिरालो राखेर खलीबत्ती गरेर अहिले यो भाइ बन्धुकै राय सल्लाहबाट हृदयदेखि मनदेखि चिन्तनदेखि उहाँहरूलाई चाहिएको कुल र कुलको सेट बायोहरू एक दुईवटा आउनु भएको रहेछ र अघि सत्ययुगमा उत्पन्न हुनुभएको सत्य तीर्थ द्वापर युगमा आएर अत्री गोत्र डाङ्रे टेकेर विशेषै बलि खाएर आउनु भएको अत्री गोत्रको कुल अहिले मुडेको लेख 23 किलोमा पनि मेरो भाइ बन्धु बिन्द्रलो वंशावलीभित्र घर घरमा थन्काउन पाउनुभयो, पुज्न पाउनुभयो। मेरो कारणले मैले एकदम खेलाइ चलाइ गरेर एउटै गोत्र एउटै थर भएको कारणले गर्दा हामी सफल भयौँ। धेरै खुसी लागेको छ मलाई पनि। यहाँ भाइ बन्धु बिन्द्रलो पनि कुल पुज्न पाइयो भनेर धेरै खुसी हुनुभएको छ। अब मेरो काम कार्य मैले सफल गरेँ।
सिंहमाचोको लिसन खुपाखरका अत्री गोत्रीय गौतम परिवारको कुलपूजा 2082 साल जेठ 3 गते सम्पन्न भएको छ। गौतम परिवारले 23 किलो तमाखु बारीमा करिब 50 वर्षदेखि रोकिएको कुलपूजा यस वर्ष भव्य रूपमा सम्पन्न गरेका हुन्। अब हाम्रो चाहिँ यो कुलपूजाको बारेमा चाहिँ 36 सालमा चाहिँ बुवा बाउखालाहरूले गर्नुभएको बुझिएको। मैले चाहिँ अब त्यो अवस्थामा म थिएन। अब त्यो हुँदाखेरि अहिले हाम्रो धेरै वर्षपछि चाहिँ हामीले यो कुलपूजा गर्ने अवस्था चाहिँ हामीले व्यवस्था गर्नै गइरहेको अवस्थामा आज चाहिँ हामीले समाप्त गर्दैछौँ। यसमा अगाडि बढेर सबै भाइको सरसल्लाह अनुसार सबैको खुसी साथले नै हामीले चाहिँ नि अब यो मष्टमण्डली कुल भनेर चाहिँ धामी पनि उत्रेको। पहिला चाहिँ धामी नभएको र अहिले चाहिँ बोल्ने धामी कामी उतारी धुपबत्ती खुवाई हामीले चाहिँ देवाली गर्ने प्रोसेसमा अब अगाडि बढी गरेको हुँदाखेरि यसमा भाइले लिनुभएकोमा धन्यवाद छ। सिन्धुपाल्चोक लिसुङको पाखर वार्ड नम्बर 4 तमाखुबारी 23 किलोको नजिकै हाम्रो मन्दिर भएको जानकारी गराउँछु। यो हामीले चाहिँ यो गौतम परिवारको चाहिँ यो धेरै वर्षसम्म चाहिँ हामीले यो कुल पूजा गर्न सकेनौँ होइन। र हामीले 2078 सालदेखि नै हामीले यसलाई प्रयास गर्दै जाँदा व्यापक हामीले छलफल गरेर होइन चौरी घुसिनीमा चाहिँ हामीले 80 सालमा उतार्यौँ। त्यसपछि अब हाम्रो यहाँ माथि पनि यो भौगोलिक विकटता कारणले गर्दाखेरि हामी त्यहाँ जानलाई अलिकति धेरै दूरीहरू भएले अप्ठ्यारो भएको हुनाले होइन हामीले यहाँ प्रयास गरेको र हामीले 2081 सालमा चाहिँ हामीले यो पुलको चाहिँ नि गुरुलाई ल्याएर हामीले यहाँ गर्दाखेरि हाम्रो धामी पनि यहाँ उतार्यौँ होइन। उतारेर अब अहिले पोहोर चौरीमा गर्नुभयो। अहिले यहाँ हामीले सम्पन्न गऱ्यौँ होइन। एउटा चाहिँ के भने म चाहिँ यो पुलको भनौँ समिति अध्यक्षको नाताले मैले चाहिँ नि यहाँ प्रयास गर्दाखेरि सफल भयो भनौँ। अब यसपालि अब हामीले चाहिँ नि यहाँ कुल पूजाको चाहिँ नि देवाली हामीले सम्पन्न गऱ्यौँ। हाम्रो यहाँ गुरुहरू होइन उहाँहरूकै नै प्रयासबाट हामी चाहिँ सफल भयौँ भन्ने जस्तो मलाई लागेको छ होइन। र हाम्रो सबैभन्दा ठुलो चाहिँ नि कुलै रहेछन् होइन। अब अहिलेसम्म हामी धेरै वर्ष 47 वर्ष पहिला गरेको भन्ने बुबाले गर्नुभएको होइन। त्यो कुरा हामीले त्यति पनि पाएनौँ। तर अब अहिले चाहिँ प्रत्यक्ष होइन हामीले चाहिँ अनुभव गऱ्यौँ यसको लागि कुलको लागि कुल के हो भन्ने कुरा हामीले अहिले चाहिँ प्रत्यक्ष हामीले अनुभव गऱ्यौँ। यसमा हाम्रो कुलका गुरुहरूलाई होइन र हाम्रा धामी जुन भाइहरू उत्रिनु भएको छ उहाँहरूलाई सबैलाई म यो सफल भएको उसमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई पहिला खासै विश्वास लाग्दैन थियो के हो जस्तो लाग्थ्यो। जब आफ्नै शरीरमा आयो नि बाहिरबाट हेर्दा त मान्छेलाई यो त्यतिकै कामै होला यो होइन होला भन्ने लाग्छ होला। तर जब आफूले आफ्नै शरीरमा आएपछि थाहा हुँदो रहेछ यो कुल भनेको अनुशासनमा राख्ने चिज हो। यो सबैले जोड्ने दाजुभाइ सबैले जोड्ने चिज हो। यसले गर्दाखेरि सब आत्मीयता बढ्छ भन्ने लाग्छ मलाई होइन। यति भन्न चाहन्छु। मेरो चाहिँ टेक प्रसाद गौतम। मेरो एक बहादुर गौतम हो गोकुलमाला। म चाहिँ अकुलाइ अष्टमण्डली 2080 मङ्सिर 15बाट स्टार्टिङ भएको हाम्रो देवाली पूजाको लागि। त्यहीँभन्दा अगाडि हाम्रो लगभग मेरो बुवालाई पनि थाहा छैन रे देवाली गरेको देवाली के हो भन्ने थाहा थिएन। सबै हाम्रो बिन्द्र भाइ लगभग हाम्रो 200-300 धुरी जति हुनुहुन्छ। अझै पनि सँगै संयुक्त देवाली गर्ने टोली सबै दाजुभाइ हुनुहुन्छ। त्योभन्दा अगाडि थाहा थिएन दिवाली के हो। अरूको देखिन्थ्यो हाम्रो पूजा गरेको थिएन। कतै के बिरामी भयो कतै के गर्यो भने नि तपाईँहरूको कुलकै कारणले तपाईँको भित्रकै कारणले गर्दाखेरि गाह्रो भइरहेछ भनेर सुनिन्थ्यो। के हो त कुल पूजा त्यो थाहा थिएन। हाम्रो अग्रज बुबाहरूले अङ्कलहरूले सबैजना मिलेर यसको लागि अब गरौँ हाम्रो यत्रो बिन्द्रालो भइसक्यो यति वर्ष भइसक्यो यो गरौँ भन्ने सोच बनाउनु भएको थियो। अत्री गोत्रको भनेको एउटा शिरमा हाम्रो शिरभन्दा माथि
अरू हुँदैन कुल हुन्छ। त्यसो हुनाले आम अतिरिक्त दाजुभाइ बन्धुहरूलाई यो कुलको सेवा गर्ने भनेको हाम्रो उद्देश्य लक्ष्यलाई पुरा गर्ने हाम्रा चाहिँ भनौँ न हाम्रा चाहिँ जुन जति छन् हामीले चाहिँ कार्य गर्छौँ त्यो कार्यको सम्पन्न गर्न र शुभ गर्न हरेक आर्थिक रूपमा राजनीतिक रूपमा व्यवहारिक रूपमा सबै चिज यसले चाहिँ एउटा बल दिनु भएको हुनाले हामीले आम अतिरिक्त बन्धुहरूले चाहिँ कुल पूजा गर्नुभयो राम्रोसँग भने खुसी पार्नुभयो भने हाम्रो कुलाइन मस्त मण्डलीले सबैको भलो सेवा र शुभलाई चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने हामीलाई लागेर हामीले 80 सालदेखि कुल पूजा गर्दै आयौँ। कुललाई हामीले चाहिँ बिउ राखेर चाहिँ हामीले चाहिँ हाम्रो डाङ्ग्रे तयार गऱ्यौँ। हामीले 80 सालकै पुस 10 गते धन्य पूर्णिमामा हामीले कुल पूजा गऱ्यौँ। त्यसपछि दोस्रो पूजा पनि हामीले लगातार गऱ्यौँ। यो तेस्रो 82 सालको यो चाहिँ चन्ने पूर्णिमाको पञ्चमीमा हाम्रै दाजुभाइ ठुलो मिनरल भएको कारणले टाढा भएको कारणले हामीले सिन्धुपाल्चोकको मुडेमा पनि हामीले 70-75 धुरीको चाहिँ भनौँ न एक खालको बलि पूजा हामीले गरेर सम्पन्न गऱ्यौँ आज भन्ने हामीलाई यो सफलतामा टुङ्गेको छ भन्ने हामीलाई लागेको छ। हामीले भन्ने यही नै हो। आम गौतमहरूले पनि यो कुरालाई नबिर्सिउन्। अब चाहिँ यदि चाहिँ कुल चाहिएको छ, कुलको आवश्यकता छ, कुल जहाँ गएर हेर्दा नि कुल बिग्रेका छन् भन्ने जुन झाँक्रीहरू लामाहरूको आएको हुनाले हामीले त्यही हेर्दाखेरि अहिले हाम्रो राम्रो शुभ हुँदै गएको छ। र चाहिँ आम अतिरिक्त दाजुभाइलाई पनि म कुलको सेवा गर्नुहोस्, पितृको सेवा गर्नुहोस्, हाम्रो सबैभन्दा माथि ठुलो यही नै हो भन्ने हामीलाई लागेको छ र यही नै हो भन्ने लाग्छ। गौतम परिवारमा घरका ज्येष्ठ सदस्यले कुलपिता र कुलमाताको पूजा गर्ने चलन छ। तान्त्रिक विधिबाट गरिने कुल पूजामा शरीरमा कुल चढेर पूजा गर्नेहरू काम्ने गर्दछन्। कुल पूजामा फूल, अक्षता, धूप, दीप, कपडा, फलफूल, पञ्चामृत, खीर, बोकाको मासु, नरिवल आदि चढाउने गरिन्छ। पूजापछि सामूहिक भोज, कुल, खानपिन र नाचगान गर्ने परम्परा छ। कुल पूजाले पारिवारिक एकता, आपसमा सद्भाव र भाइचारा बढाउने गर्दछ। 2082 साल जेठ 3 गते चन्ने पुण्यको पञ्चमीमा हामीले दिवालीको गर्ने योजना गऱ्यौँ र योभन्दा 4-6 महिना पहिला धामी ल्याएर हामीले धामी उतार्यौँ। त्यसपछि निर्माण सम्पन्न गर्ने पनि एउटा उपाध्यक्षको हैसियतले म धेरै नै खटेर धेरै काम गरेँ। हाम्रो चाहिँ धेरै वर्षपछिको कुल पूजाको लागि हामी चाहिँ एकदम लागिपरेका थियौँ र धुसिनीमा हामीले गरिराख्दाखेरि भौलिकताका कारणले मेरो यहाँको दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण सबैले नपुग्न सक्ने र दिवालीको पूजा देख्न नपाउने भएको भएर हामी दाजुभाइ सबैको पहलले यसै ठाउँमा गर्ने भने हामीले धामीलाई यसरी उपयुक्त छ भन्नुभएको कारणले हामी यसै ठाउँमा चाहिँ अहिले दिवाली गऱ्यौँ। आज उमङ्ग उत्साहको साथ हामीले सम्पन्न गरेको चाहिँ हामीले ठानेको छौँ र अब हामी लगातार 3 वर्ष गर्छौँ र अहिलेको कति पनि कमी कमजोरी भएको हामी पछि यसलाई सुधार्ने मौका पनि पाएको छौँ। हामीले यो दिवाली किन गरेको भने हाम्रो कुल गौतमको आत्री गोत्रको मष्टमण्डली कुल उतार्नलाई हामीले साह्रै नै किन उतार्नु भयो यो चासो लिएको भने हाम्रो पितापुर्खाको हो, वंश कहाँ हो, के गर्ने कता गर्ने केही थाहा भएन भनेपछि अब मर्द शाखा जोड्नु पर्ने, विवाहमा सपिन्ने मर्द सपिन्ने जोड्नु पर्ने, विवाहमा शाखा जोड्नु पर्ने। यो कुल वृद्धि कुल हाम्रो यो दिवाली नगर्दाखेरि हामीले शाखा जोड्न पनि हाम्रो सिद्धिसक्यो। सपिन्ने जोड्ने पनि कहाँ हो के हो यो थाहा छुट्टिन भयो। को भान्जी, को भान्जिनी, को छोरी, को बहिनी, को ज्वाइँ, को यो केही नभएको हुनाले 47 वर्षपछि धेरै धैर्य गरेर आज 82 साल जेठ कृष्ण पक्ष
शनिबार 3 गते पञ्चमीको दिन हामीले यो काम गरेको हो। यो जनताको हाम्रो पुर्खालाई अलिकति आराम होस्, पुर्खा चिनुन्, हाम्रो सबै वंश चिनुन्, वंशहरू थाहा होस्, हामीले हिन्दू धर्मको आस्था हामीलाई रहोस्, सबैले हिन्दू धर्म नै उहाँले समर्थन गरून् भनेर हामीले यो काम गरेको हो। सबै विभिन्न धर्ममा लाग्यो, हामी यो धर्ममा नलागौँ है, यो काम गर्नुपर्छ भनेर आज 47 वर्षपछि हामीले धेरै गरेर अहिले यो यति बेला 82 साल जेठ महिना कृष्ण पक्ष पञ्चमी तिथि अब यसमा हामीले यो गरेको हो। यो सबैको लागि, भलोको लागि, समाज जम्मा समाज जोड्नको लागि हामीले वैवाहिक खर्च गर्न खोजेको होइन, समाज चिन्न, समाज जोड्न, हाम्रो हिन्दू धर्मलाई जसरी हुन्छ हामीले बाँडेर उहाँहरूलाई समेटेर ल्याउनको लागि हामीले यो कार्य गरेको हो। हाम्रो उमेर भनेको 74-75 वर्ष भयो। अब हामीले नै यो गति छोड्यौँ भने भोलि हाम्रो वंश सिद्धिने भयो। हाम्रो सबै परिवारबाट सबैबाट नातो गोतो पर जानुभएको हुनाले सबै तान्नको लागि यो गरेको। भनेको चाहिँ हाम्रो यो चाहिँ वंशहरूको चाहिँ अति आवश्यकता हो। यो चाहिँ सम्पूर्ण नगरेका, कसैले चाहिँ थाहा नपाएका नगरेकाले पनि यो चाहिँ अति आवश्यकता छ, गर्नै पर्छ भनेर चाहिँ एउटा सुझाव दिन चाहन्छु म चाहिँ। र म चाहिँ यो विगत 20 वर्षदेखि चाहिँ म यो झारफुक काम चाहिँ गर्दै आएको मान्छे हो नि, तर यो कुल चाहिँ मलाई आएको थिएन। यो विगत यो 80देखि चाहिँ सबै वंशहरूले चाहिँ कुल निकाल्ने, अब चाहिँ कुलको पूजा गर्ने भनिसकेपछि हाम्रो चाहिँ यो गुरु आएर चाहिँ यो सबै कुल निकालेर कुल पूजा गर्नुभयो। त्यसपछि चाहिँ हाम्रो चाहिँ सपरिवारमा चाहिँ राम्रो वस्तुभाउ राम्रो यी सबैलाई चाहिँ राम्रो भएर जाने भयो कारणले यो गौतमहरूको चाहिँ कसैले नगरेको बाँकी छ भने पनि चाहिँ हामीसँग सम्पर्क गरेर चाहिँ यो कुल पूजा गर्न सकिन्छ भन्ने म अनुरोध गर्न पनि चाहन्छु। त्यति मात्र नभएर लामो समयदेखि देशका अन्य स्थान र देश बाहिर गएकाहरू समेत कुल पूजामा सहभागी हुन आउँदा गाउँमा रौनकता छाउने गर्दछ।